मान्य सदस्य ऐन बहादुर महरलाई मैले पटक पटक सभामुखले आफ्नो कुरा राख्दै गरेको हुनाले बस्न पनि अनुरोध र उहाँलाई मैले समय पनि दिएको छैन र उहाँलाई मैले माइक पनि दिएको छैन। त्यसकारणले मान्य सदस्यले पटक पटक बैठकमा मर्यादा विपरीत कार्य गरिरहेको विषयमा मेरो ध्यानाकर्षण भएको छ। त्यसै गरी मान्य सदस्य ध्रुवराज राईलाई पनि मैले पटक पटक मान्य सदस्य आरएन राई प्रति पनि मेरो ध्यानाकर्षण भएको छ। मान्य सदस्यहरूलाई मैले समय दिइरहेको छु। मान्य सदस्यहरूलाई बोल्न माइक पनि दिइरहेको छु। मान्य सदस्यहरूलाई मैले मान्य सदस्यले मागे अनुसारको आकस्मिक समय पनि दिइरहेको छु, व्यवस्था गरिरहेको छु। तर मान्य सदस्यहरूले सदनमा देखाउनु भएको व्यवहारप्रति मेरो ध्यानाकर्षण भएको छ।